हो जिउँदोमै मायाका छ मरिजाने हो सीमाको पानी संलग्न डुबी निभेन यो रहर छनको गाँसमा खुल्यो है ताली समय हाँसी नाची सीमाको पानी संलग्न डुबी निभेन यो रहर मनमा बाँचे मेटी नजाने तिम्रो मेरो कुरा मुनि गए होला माया तारा माया जिउँदोमै गाँसौँ हामी चाहिँ अहिले चिम्टी आइपुगिसकेका छौँ यहाँ चाहिँ यस्तो छ मौसम चिसो चिसो छ अलिअलि दुईजना यता छ हामी चाहिँ छिम्टी आइसक्यौँ यहाँबाट हिँड्दैछौँ अब बिस्तारै यहाँ चाहिँ मिठो झरनाको आवाज पनि आइरहेछ त्यो चाहिँ सबजना हिँडिरहेछ दुईजना हामी तिनजना आएको टोटल आउनु पाएको छैन पानी परिसक्यो फेरि पनि यस्तो छ पानी परिरहेको छ यहाँ चाहिँ अहिले अब त्यस्तै हो चिसो चिसो छ अलिअलि पानी पनि परिरहेछ चिसो चिसो पनि छ हामीहरू बिस्तारै हिँडिरहेको छौँ पानी रह्यो फेरि रेनकोट खोलेर हामी फेरि हिँड्न थालिसक्यौँ जुगाले टुकिसक्यो आउनु भएको छैन एकजनालाई जुगाले टोक्यो भने टुसिहाल्छ क्या त भ्यू चाहिँ मिठो छ यहाँबाट खास भर्याङ छ हिँड्दा हिँड्दा हामी आधी बाटो आइपुग्यो अझै 2 किलोमिटर बाँकी नै छ अनि भर्याङ छ फर्स्ट डे नै टिकको भर्याङ उनी छैन त्यस्तो यहाँबाट सीमाको पानी संलग्न डुबी निभेन यो रहर भर्याङ तर धेरै यो बाटोमा चाहिँ भर्याङ मात्रै छ अलिकति हिँड्नु पाएको छैन भर्याङ आइहाल्छ फेरि भर्याङ आइसक्यो बाटो चाहिँ राम्रै छ अहिले चाहिँ खोलाको आवाज आइरहेछ सही छ झरना यहाँ चाहिँ झरना छ आवाज पानीको आवाज शान्त सुनसान छ जङ्गल पनि हामी तिनजना मात्रै ल सही यहाँ चाहिँ हो भवाल छ ल पानी चाहिँ सेतै छ है दुध जस्तै छ है पानी चाहिँ दुध जस्तो छ कि दुध है बवाल छ ल बवाल छ पानीको साउन्ड बवाल भ्यू टुपिडा आइ पनि लाग्यो अब फाइनल्ली बाटो चाहिँ सबै यस्तै नै छ सबै यस्तै यहाँ चाहिँ ल आयो आउनु छिटो यता ल कुदै केटा झन्डै डे 2 आज चाहिँ हामी हिजो यही होटलमा बस्या लालीगुराँस राम्रो थियो हामी चाहिँ यहाँबाट बिस्तारै मुभ हुँदैछौँ माथि 5 पोखरीतिर हामी बसेको होटल यही नै हो राम्रो छ होटल खाना बस्नलाई राम्रो छ यहीँ बस्यो हामी चाहिँ अब 5 पोखरी यहाँबाट माउन्टेन भ्यू पनि मिठो छ यताबाट देखिरहेछ अब हामी जान पर्ने भनेको यतातिर हिमासतिर हो
सबै भरेङ्गै छ हिँड्न सकेको छैन दुईजना हिँडेर उहाँ अगाडि पुगिसक्यो आज हिजो हिँडेको थिएन आज हिँड्दै अगाडि पुगिसक्यो यहाँ त त्यस्तो छ भरेङ्गै छ सबै एकछिन अलिकति सम्म छ नत्र भरेङ्गै गाह्रो भएर हिँड्नै सकेन आज त टक्का लाएर सबजना गीत बिस्तारै सानो सबैले गीत बजाएको छौँ हामीले जङ्गलमा हामी तिनजनाको साथमा बिस्तारै जति बिस्तारै हामी त्यति बिस्तारै गइरहेछौँ किन भन्दा हाम्रो टार्गेट भनेको बेलुकाको 6 बजीसम्म पुग्ने हो मजाले पुगिन्छ 5 पोखरी नै त्यही भएर चाहिँ हिजो डराएर यहाँ भाग्यो आज नि यहाँ स्ट्यान्ड बाईमा बसिसकेका छन् यो चाहिँ भ्यू कुद्दिन हटो न यताबाट हान्छ कहाँ लाने हो यो गाई चाहिँ हुँदै कहाँ लाने हो यो कता लाने दाइ यो कहाँ लाने हो यो रुको रुको ऐसे नहीं शुरू से दिखाता हूँ हामी चाहिँ अहिले लगभग आधी बाटो आइसक्यौँ होइन त हामी हिँडेको भन्दा चाहिँ अलिकति आधी चाहिँ हामी निस्किसक्यौँ हिजोको आधी चाहिँ पुग्यौँ हिजोको आधी अनि कस्तो भइरहेछ त म त आम डुइङ गुड अर्को युनिकको युनिकलाई कस्तो भइरहेछ अरे हिजो अलिकति स्पिड थियो आज स्पिड कम छ तिम्रो मेरो चाहिँ उनीहरूको हिजो स्पिड कम थियो आज अलिकति फास्ट छ